नकौली गुम्बा आइपुग्यो ल। घर बस्दा बस्दा दिक्क लाग्यो है। के भने भनेर ल आफ्नो ठाउँ एक्सप्लोर गरौँ भनेर हिँडिदिएको एक्लै। अब यो चाहिँ नकौली गुम्बा है। नकौली भन्ने ठाउँ रहेछ यो। यो चाहिँ यहाँ गुम्बा रहेछ। यो हाम्रो घरबाट हेर्दाखेरि टाढोबाट पहेँलो कलरको देख्थ्यो। यही नै रहेछ गुम्बा है। ल राइट चाहिँ अलिकति अफ रोड, अलिअलि स्ल्याब गरेर बाटो पनि थियो। यहाँ चाहिँ फ्ल्याट रहेछ। उहाँबाट चाहिँ टुप्प देख्ने। यहाँ चाहिँ सर्फेस अलिकति फ्ल्याट रहेछ। सर्फेस चाहिँ मान्छे पिकनिक पनि खाँदो रहेछ। यहाँ गाउँलेहरू आउँदो रहेछ पिकनिक खानलाई। नकौली गुम्बा अरे। नकौलीमा भएको गुम्बा। गुम्बा चाहिँ बन्द रहेछ अहिले। यो चाहिँ वान अफ द हाइएस्ट नै होला हौ यहाँ यो हेटौँडा एरियामा चाहिँ। यो चाहिँ टुप्पोमै देख्छ त उता बजारबाट हेर्दाखेरि यो ठाउँ। त्यो गुम्बाबाट अलि पूर्वपट्टि अलिकति आइसकेपछि चाहिँ त्यो घरबाट तल हाम्रो बजारबाट घरबाट हेर्दाखेरि देखिने बत्ती बलिरहेको ठाउँ चाहिँ यही रहेछ कि। के होला जस्तो लाग्थ्यो मलाई। पार्क हो कि के छ यस्तो यस्तो स्ट्रक्चरहरू चाहिँ देखिन्थ्यो। के होला रहेछ भनेर हेर्दाखेरि चाहिँ लाग्थ्यो नि आज चाहिँ आउँ जाउँ त के रहेछ भनेर हेर्न चाहिँ आएको त। खासमा चाहिँ यो रहेछ। यो बुद्धको मूर्ति चाहिँ रहेछ है। यो बत्तीहरू जुन बलिरहेको नि यही बत्ती बलेको देख्दो रहेछ कि घरबाट। मलाई चाहिँ यहाँ बस्ने ठाउँ छ कि पार्कहरू जस्तो लाग्थ्यो। मूर्ति चाहिँ रहेछ है। वरिपरि यस्तो छ फराकिलो ठाउँ। ठाउँ चाहिँ शान्त छ टपमा होइन। मान्छेहरू कोही पनि छैन। सुनसानै छ एरिया चाहिँ। यसरी चाहिँ बनाएर राखेको रहेछ मूर्ति। कोही मान्छे कोही आउनु चाहनुहुन्छ भने आउनु सक्नुहुन्छ होइन भिजिट गर्नलाई। जङ्गल चाहिँ जङ्गल एरिया हो। सुनसान छ पुरै। यस्तो छ पुरै यहाँबाट हेर्न सकिन्छ। पिकनिक खानलाई ठिक छ तर पानीको चाहिँ अलिकति व्यवस्था छैन यहाँ। यहाँबाट हेटौँडा बजार चाहिँ दामी देखिन्छ ल। हेटौँडा बजार चाहिँ यो वान अफ द टपै हो ल। यहाँबाट हेटौँडा बजार अलिक धमिलो भएर प्रदूषणको कारणले खासै राम्रो देखिएको छैन। तर यहाँबाट हेटौँडा बजार चाहिँ गजबै देखिन्छ। ल ठिक छैन त। पिस जङ्गल एक्सप्लोर गरौँ त। जङ्गल यहाँको जङ्गलमा के छ यहाँ। यताबाट चाहिँ त्यहाँ मूर्ति पछि यताबाट जङ्गल एक्सप्लोर गरेर हिँड्दैछौँ। को कराइरहेछ मान्छेहरू। यहाँ बाख्रा चराउन आयो मान्छेहरू। स्पट रहेछ यहाँ पिकनिक स्पट। पिकनिक स्पट रहेछ यहाँतिर सुनसान। ए ल जङ्गल ल अब सक्यो आजलाई। लेट्स ब्याक टु होम ल। घर जाउँ अब। हावा चल्न थाल्यो शीतल शीतल होइन। अब घाम पनि डुब्दैछ बिस्तारै। रमाइलो छ। कहिले काहीँ आउनु त ठिकै हुन्छ। लेट्स गो ब्याक टु होम। त्यहाँबाट बनियो तर फर्किने क्रममा चाहिँ त्यहाँ तपाईँको चाहिँ के भन्छ दुईवटा बाटो रहेछ कि। अनि एकजना दिदीलाई सोधेको यो बाटो समात्यो भने चाहिँ स्मारक पुग्छ अरे भनेर भनेपछि हामी यो बाटो अहिले जाँदैछौँ। बिचमा अलिअलि अफरोड त थियो। अब हामी यहाँबाट स्मारक पुग्छौँ कि पुग्दैन हेरौँ है त। दिदीले बाटो नछोडी भने स्मारक पुग्छौँ भनेर चाहिँ हामी मिल नो भयो। त्यो डाँडाबाट हामीले चाहिँ त्यो गुम्बा जाँदा देखिरहेछ है। हामी तल झरिसकेपछि त्यो नौपट्टि डाँडाबाट तल झरिसकेपछि त्यो बाटो चाहिँ हामी स्मारक जान्छौँ। यस्तो स्ल्याब रोड पनि छ। कता कता यस्तो शान्तिको सहर पनि छ। यस्तो
समस्या अनि स्मारक हुँदै घर फर्किन्छौँ। यहीँ मजाले चरिरहेछन्। प्रवेशद्वार चाहिँ पर छ, हामी त्यतैबाट आएको हो कि। यो चाहिँ पुण्य क्षेत्र एरिया हो। यता चाहिँ मेन मन्दिर छ, यता विष्णुको मन्दिर छ। यो चाहिँ ब्याक एरिया हो हैन। आनन्द यसरी कलकल पानी बगिरहेछ। मन्दिरहरू छ, रमाइलो छ, शान्त। बेलुका आएर बस्नु, बिहान बेलुका आएर बस्दाखेरि चाहिँ मन आनन्द हुन्छ। टिका पनि लगाइयो, बाजेले टिका लगाइदिनु भयो है। भिजिट गर्नुपर्छ यस्तो ठाउँ कहिलेकाहीँ। अलिक कमै मान्छे आउँछ यो ठाउँमा, थाहा नभएर पनि होला अथवा थाहा नभएर पनि अपहेला नभए पनि हुनसक्छ। नदीको तीर्थ, तर कहिलेकाहीँ आउनुपर्छ यो ठाउँमा। यो चाहिँ फ्रन्ट पार्ट भयो। फ्रन्ट पार्ट जो छ अघि मैले राखेको अघि भिडियोमा चाहिँ ब्याक पार्ट भयो। मैले भनि पनि सकेँ। त्यहाँ आएर बस्नु चाहिँ रमाइलो हुन्छ यो ठाउँमा, आनन्द हुन्छ हैन। यस्तो नेचरको नजिक भएर बस्नु पाउँदाखेरि मनलाई शान्त मिल्छ कहिलेकाहीँ। अब हामी यहाँबाट चाहिँ अब स्मारक जान्छौँ, तर स्मारकमा हामी छिर्दैनौँ। स्मारकमा पहिला पनि धेरैचोटि आइसकेका छ। स्मारकमा गएर अब आजको ब्लगको चाहिँ इन्ड गर्छौँ। ओके ल, हेर्नुहोस् पुण्य क्षेत्रधाम। ल स्मारक चाहिँ पुग्यो। त्यो दिदीले भनेअनुसार बाटो खोज्दै आउँदाखेरि चाहिँ स्मारक पुग्यो। अब हामी भित्र चाहिँ छिर्दैन स्मारकलाई। यहीँ बाहिरबाट बाइकबाट नउत्रिकनै आजको ब्लगको चाहिँ अब सक्यो। अब इन्ड, टाटा बाई बाई है त। यही हो ल स्मारक। भित्र चाहिँ अब मान्छे धेरै छन्, हामी भित्र जाँदैन। ल बाहिरैबाट म स्मारक देखाइदिन्छु। घुम्न आउने मान्छेहरू चाहिँ घुम्न आउनु होला हाम्रो हेटौँडा। ओके बाई बाई।